नमस्कार अनि जय मसी। म भरत गिरी आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय अध्यक्ष बोल्दैछु। मित्रहरू, आज हामी आत्मिक रूपमा हेर्ने हो भने अस्ति हामीलाई दुःखको दिन जस्तो लाग्थ्यो, किनभने शुक्रबारको दिन प्रभु यीशु ख्रीष्ट क्रुसमा टाँगिनु भयो, गाडिनु भयो। हिजो शनिबार परेको थियो। हिजोको दिन पनि उहाँ च्यानमा हुनुहुन्थ्यो, तर आज इस्टर सन्डे, आजभन्दा करिब 2000 वर्ष पहिले इस्टर सन्डे अथवा येशू ख्रीष्टको पुनरुत्थान भएको आइतबार, जो इतिहासमा एउटा घटना घटेको थियो र त्यही घटनाले मानव इतिहासमा एउटा नयाँ आशा र उमङ्ग ल्यायो, नयाँ भविष्य ल्यायो। र त्यही उत्सव आज विश्वभरि येशू ख्रीष्ट च्यानबाट बरुनु भएको, जीवित हुनुभएको उपलक्ष्यमा आज विश्वभरि यो आइतबार इस्टर सन्डे भव्यसँग मनाइन्छ र उहाँलाई धन्यवाद दिइन्छ, उहाँलाई कृतज्ञता व्यक्त गरिन्छ। र त्यसै अन्तर्गत आज पनि नेपालमा पनि आज उपत्यकामा भएका मण्डलीहरू, चर्चहरू मिलेर भक्तपुरको ठिमीमा आज सामूहिक येशू ख्रीष्टको पुनरुत्थान उत्सव मनाइरहेछ, उहाँलाई सम्झिँदैछ, उहाँलाई प्रशंसा गरिँदैछ। यसै अवसरमा म आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय अध्यक्षको हैसियतमा तपाईँ नेपालभन्दा बाहिर रहनुभएका र विश्वभरि रहनुभएका येशू ख्रीष्टलाई विश्वास गरेर पाप क्षमा पाएर अनन्त जीवन प्राप्त गर्नुभएका तपाईँ ख्रीष्ट प्रेमी, ख्रीष्टलाई मुक्तिदाता भनेर मान्नुहुने तमाम जनसमुदायमा यो वर्ष अंग्रेजी वर्ष 2025 र नेपाली वर्ष विक्रम संवत 2082 को ख्रीष्ट पुनरुत्थान उत्सवको हार्दिक शुभकामना भन्न चाहन्छु। यो विक्रम संवत 2082 को ख्रीष्ट पुनरुत्थान, मृत्युबाट जीवित हुनुभएको उपलक्ष्यमा, त्यसको सामर्थ्यमा, त्यसको शक्तिमा परमेश्वरको निगाह र कृपा विशेष गरी नेपाल देशमाथि रहोस्, नेपालका राजनीतिक दलहरूमाथि रहोस्, नेपाल सरकारमाथि रहोस्, नेपालका आम जनसमुदायमाथि रहोस्। र उहाँ जीवित हुनुहुन्छ, सत्य हुनुहुन्छ। उहाँले हामी सबैलाई सृष्टि गर्नुभएको हो। हामी उहाँका, चाहे उहाँलाई विश्वास गरे पनि नगरे पनि हामी उहाँकै मानिसहरू हौँ। र हामी उहाँका मानिसहरूलाई ईश्वरले यो देशमा विशेष गरी सुख, शान्ति, समृद्धिमा डोर्याउनु भएको होस् र यो देशमा अहिले विद्यमान रहेका र सोसल मिडियाहरूमा व्यापक रूपमा आएका व्यथिति, विसङ्गति, अन्याय, अत्याचार, भ्रष्टाचार निर्मूल गर्नलाई, विशेष गरी सत्तामा हुनेहरूलाई, नेतृत्वमा हुनेहरूलाई, जिम्मेवारी हुनेहरूलाई ईश्वरले सद्बुद्धि दिनुभएको होस्। साथै आम जनसमुदाय वर्तमान व्यवस्था र वर्तमान सत्ता गठबन्धन र त्यसका यो व्यवस्था ल्याउनको निम्ति योगदान गर्नेहरूले कतै घटी कमी गर्दै गर्दा त्यसलाई असहज महसुस गरिरहनु हुने आम जनसमुदाय तपाईँलाई पनि अप्ठ्यारो हुँदाहुँदै पनि त्यसको सुधारको अपेक्षा, सुधार गर्न पहल गर्ने भन्दा अर्को विकल्प छैन। त्यसैले त्यसको व्यवस्थाकै विरुद्धमा जाने, अर्थात् यो राम्रो भएन भनेर भइरहेका चिजहरूलाई
पुरै भत्काउनु पर्छ भन्ने खालको मनस्थिति खराब विचारहरू हाम्रो दिमागमा नआओस् र हामी अगाडि चाहिँ जाने हो, पछाडि फर्किने बुद्धि कोसिस मन नआओस्। ईश्वरले यहाँहरूलाई अनुग्रह गर्नुभएको होस्, किनभने देशले धेरै वर्ष द्वन्द्व, अविकसित, अन्याय, अत्याचार सह्यो। अब धेरै फेरि अर्को द्वन्द्व यो देशले सहन सक्दैन र आज नेपाली जनता तमाम रूपमा विदेशमा भौतारिनु पर्ने, विदेशमा बेचिनु पर्ने र नेपालमा धेरै कुराहरूको कमी भइरहेको परिवेशमा यसलाई अझै बिगार्ने खेल राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय कतैबाट पनि हुन्छ भने त्यो खेदजनक छ र त्यसो नहुनलाई नगर्नलाई ईश्वरले अनुग्रह गरून् भने पनि हामी ईश्वरसँग प्रार्थना गर्दछौँ। आम जनसमुदाय, विश्वभरिको जनसमुदाय यहाँहरूलाई पनि ख्रिस्टको पुनरुत्थानको शक्तिले यहाँहरूको जीवन यो साल आशिषमय, सुखमय, सुस्वास्थ्य हुन सकोस्। परिवारमा मिलाप, शान्ति, प्रेम आउन सकोस्। छोराछोरीहरू नराम्रो लाइनमा बाटोमा जानु नजाउन् र उनीहरू आफ्नो काम र कर्तव्यमा निरन्तर लाग्न सकुन् भनेर पनि शुभकामना दिन चाहन्छु। साथै यो ख्रिस्ट पुनरुत्थानले को शक्तिले तपाईँ आम जनसमुदाय विभिन्न विषयमा, विभिन्न तर्कमा अल्मलिरहनु भएको, विभिन्न खालका विचार गरिरहनु भएको मित्रहरू, यो बडो अचम्मको छ। ख्रिस्ट येशूलाई विश्वास गर्न पाउनु जिन्दगीको सबभन्दा ठुलो मस्कत हो। यो प्रधानमन्त्री बन्नुभन्दा ठुलो हो, मन्त्री सांसद बन्नुभन्दा ठुलो हो, 10वटा घरको मालिक बन्नुभन्दा ठुलो हो, बैंकमा करोडौं रुपियाँ हुनुभन्दा पनि ठुलो हो। बाइबलले भन्छ सारा संसार हात पारेर जीवन गुमायो भने के फाइदा। त्यसो त्यही जीवन दिनको निम्ति भनेर येशू ख्रिस्ट आजभन्दा 2000 वर्ष पहिले संसारमा आउनु भएर अस्तिको शुक्रबार 2000 वर्ष पहिले अस्तिकै दिन शुक्रबार उहाँ क्रुसमा मानव जातिको पाप क्षमाको लागि मर्नु भएर चिहानमा गाडिनु भएर आजकै दिन यो आइतबार 2000 वर्ष पहिलेको यो आइतबार उहाँ बौरेर उठ्नु भएकोले अब मानव जातिको लागि नयाँ आशा आएको छ। मानिस आफ्नै इच्छाले अनन्तको स्वर्गमा जाने अथवा आफ्नै इच्छाले अनन्तको नर्कमा जाने त्यो अप्सन परमेश्वरले आफै मरेर उपलब्ध गराउनु भएको छ र उहाँले आह्वान गरिरहनु भएको छ। नेपालमा मात्रै होइन, विश्वभरि भएका मानवहरू जो आज 8 अरब सान्छन् हुनुहुन्छ, तपाईँलाई उहाँले आह्वान गरिरहनु भएको छ कि तपाईँ यो संसारमा 50, 60, 80 वर्ष बाँच्नु होला। त्यसभन्दा पछाडि फेरि पनि यो संसारमा बिदा हुनैपर्छ हामी सबै, प्रत्येक व्यक्ति। त्योभन्दा पहिले नै आफू मृत्युशैयामा पुग्नुभन्दा पहिले नै परमेश्वर आह्वान गर्नुहुन्छ, येशू ख्रीष्ट आह्वान गर्नुहुन्छ कि तपाईँले पनि आफ्नो जीवनमा आफ्नो पाप मानिलिनुहोस्, क्षमा माग्नुहोस् र येशू ख्रीष्टले क्रुसमा गर्नुभएको बलिदानलाई सम्झनुहोस्, बुझ्नुहोस्, मनन गर्नुहोस्, मानिलिनुहोस् र येशू ख्रीष्टलाई विश्वास गर्नुहोस्। तपाईँ कहिले पनि अनन्त आगोमा जानुपर्ने छैन, तपाईँ अनन्तको जीवनमा प्रवेश गर्न पाउनुहुनेछ। र यही कुराको रहस्य बुझेकै कारणले हिजो लाखौंको संख्यामा, हजारौंको संख्यामा, लाखौंको संख्यामा क्रिस्चियन विश्वासीहरूले, चेलाहरूले आफ्नो जीवन आहुति दिन तयार भए। येशू ख्रीष्टका 12 जना चेलाहरूले पनि, यहुन्ना बाहेक अरू सबै चेलाहरूले पनि आफ्नो जीवन अकालमा नै बिताएका छन्। मित्रहरू, यो कुनै दन्त्य कथा होइन, यो कुनै कसैको साजिशमा अथवा कसैले कुनै उद्देश्यको निम्ति कसैले लगानी गरेर विश्वभरिका भएका मानिसहरू क्रिस्चियन बनेका होइनन्। परमेश्वरले नै चुनेको कारणले गर्दा, परमेश्वर आफ्नो हृदय फर्काएको कारणले गर्दा, आफ्नो पाप माफी मागेको कारणले गर्दा र यीशु ख्रीष्टलाई आफ्नो जीवनमा निमन्त्रणा दिनुभएको कारणले आज तमाम 8 अरब मानिसहरूमा झन्डै 2.5 अरब 3 अरबको हाराहारी आज क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। र म यो ख्रीष्ट पुनरुत्थानको उत्सवको समयमा म ईश्वरसँग प्रार्थना र निवेदन गर्दछु कि विश्वमा आज लडाईँ छ, द्वन्द्व छ,
झगडा छ, चाहे त्यो इजरायल र हमासको बीचको अरू विभिन्न बीचको लडाइँ होस् कि रसिया र युक्रेनको बीचको लडाइँ होस् कि चाइना र ताइवानको बीचको लडाइँ होस् कि इन्डिया र पाकिस्तानकै कुरा होस् कि अरू संसारमा भएका जति पनि लडाइँहरू छन्, विश्वमा शान्ति यो यस पटकको ख्रिस्टको पुनरुत्थानको शक्तिले विश्वमा मेलमिलाप शान्ति भएको होस्। अहिले सुन्दैछु यो अमेरिका र इरानको बीचमा अथवा इजरायल र इरानको बीचमा पनि लडाइँ छेडिन खोजेको छ। हामी सबैबाट प्रार्थना गरौँ मित्रहरू, कोही पनि मान्छेहरू संसारमा अकालमा यत्तिकै मरुन् भन्ने ईश्वर पनि चाहनुहुन्न। मान्छे जति पनि लडाइँ झगडा भइरहेको छ यो चाहिँ मानिसहरूको आफ्नै इगो र घमण्डको कारणले भइरहेको छ। अलिकता नम्र, अलिकता सहनशील, अलिकता सही दिँदा हुन्छ भने विश्वमा शान्ति भइरहन सक्छ र ईश्वर चाहिँ सबै मानिसहरू शान्तिमा रहन्, खुसी रहन्, एकले अर्काको कुबलो नगरून्, कसैले कसैलाई अन्याय नगरून्, सबैले इमान्दार भएर सत्तामा बस्नेहरूले देश र जनताको पक्षमा काम गरून् भन्ने ईश्वर आफै पनि चाहनुहुन्छ। त्यसले उहाँको चाहना आज नेपाल देशमा, नेपाल सरकारमाथि, नेपालका तमाम जनसमुदायमाथि उहाँको अनुग्रह परोस् र विश्वभरि पनि उहाँको अनुग्रहले काम गरोस् र विश्व शान्ति, भाइचारा, मिलाप, प्रेम, उन्नति, सुव्यवस्था आउन सकोस् भने पनि म हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको दिन यहाँहरूको यीशु ख्रीष्टसँगै उहाँको बलिदान, उहाँको पुनरुत्थान, उहाँले तपाईँको जीवनमा दिनुको आशिषलाई गन्दै धन्यवादी हुँदै, कृतज्ञ हुँदै, खुसी हुँदै आजको दिन बितोस्। किन यीशु ख्रीष्ट बहुरेर उठ्नुभयो, जसरी उठ्नुभयो तपाईँ हामी पनि अब मृत्युमा गयो भने पनि उहाँको समयमा, उहाँको दोस्रो आगमनमा उहाँले हामीलाई फेरि पनि पुनर्जीवित पार्नुहुनेछ र हामी अनन्तसम्म स्वर्गमा बस्न पाउनेछौँ। यो सन्देश, यो परमेश्वरको सदाशयता, उहाँको इच्छा यहाँहरू प्रत्येक यो भिडियो हेर्ने, सुन्ने तपाईँ तमाम दाजुभाइ दिदीबहिनीहरूमा उहाँले अनुग्रह गरून् र यो कुरा यहाँहरूले पनि बुझेर आफ्नो जीवन आजदेखि उता फेरि पनि नयाँ ढाँचामा, नयाँ आशामा, नयाँ आँटमा, नयाँ खुसीमा यहाँको परिवार, यहाँको जीवन बितोस्। यहाँको परिवार, यहाँको छोराछोरी, नाति नातिना, यहाँको वर्तमान भविष्य परमेश्वरले आजको दिनबाट उता सुखमय, खुसी, शान्तिमा राख्नुभयो। परिवारमा मिलाप, आनन्द आएको होस् भन्ने पनि शुभकामना दिन चाहन्छु। आम जनसमुदाय, हामी आमूल परिवर्तन नागरिक पार्टी आज नेपाल देशमा तमाम खालका व्यथिति, अन्याय, अत्याचार, भ्रष्टाचार, पक्षपातको निर्मूल गर्न निम्ति एउटा नयाँ भिजन र दर्शनसहित ईश्वरको भय र डरमा अँध्यारो कुरामा एकान्तमा पनि गलत कुराहरू गलत नै हुन् भनेर प्रमाणित गर्ने र त्यस किसिमबाट लाग्ने र ठिक कुरा मात्रै गर्ने र हरेक कुरा गर्दा ईश्वरलाई र जनतालाई साक्षी राखेर गर्ने हामीसँग दृढ अठोट र इच्छा शक्ति भएको कारणले गर्दा यहाँहरूले धेरैले हेरिसक्नुभयो। अब यो पटक ख्रीष्टको पुनरुत्थान उत्सवको शुभकामना दिँदै गर्दा यहाँहरूले आमूल परिवर्तन नागरिक पार्टी अर्थात् हामीले गर्दै गरेका हाम्रा एजेन्डाहरूमा, हाम्रो अठोटहरूमा, हाम्रो आँटहरूमा यहाँहरूले धेरै साथ दिनुभयो। एकचोटि हामीलाई साथ दिनुहोस् र देशैभरिबाट हाम्रो अभियानमा स्वयंस्फूर्त रूपमा जोडिनुहोस् भने पनि हार्दिक अनुरोध गर्दै फेरि पनि ख्रीष्ट पुनरुत्थानको हार्दिक शुभकामना व्यक्त गर्दछु। हस्, ईश्वरले हामी सबैलाई, यहाँहरूलाई र हामी सबैलाई अनुग्रह र कृपा गर्नुभएको होस् र उहाँको राज्य हाम्रो जीवनमा, तपाईँको जीवनमा र विश्वभरि भएका मानव जातिमा उहाँको राज्य आओस् भन्ने पनि शुभकामना दिन चाहन्छु। हस्, धेरै धन्यवाद छ हाम्रो शुभकामना सन्देश सुन्नुभएको लागि। ईश्वरले यहाँहरूलाई अनुग्रह गर्नुभएको होस्। गॉड ब्लेस यू ऑल। नमस्कार अनि जय मसीह।